दिनभरि छातीमा राखी मायाले चपौला। केही वर्ष अगाडि यहाँहरूले अशोक दर्जीलाई बाटोमा गीत गाउँदै गरेको देख्नुभएको थियो होला। बाटोमा गीत गाउँदै गरेका अशोक दर्जीको जीवन कसरी फेरियो भन्ने मूल कथामा बनेको चलचित्र मन बिनाको धनको ट्रेलर सार्वजनिक भएको छ। कुनै समय बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अशोक दर्जी गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको साथ पाएपछि उनको जीवन फेरिएको तपाईँ हामी सबैलाई थाहा छ। अशोक दर्जी कुन अवस्थामा बाटोमा गीत गाउँदै बस्थे र कसरी टङ्क बुढाथोकीसम्म आइपुगे भन्ने कुराहरू सायदै मैले भनिराख्न नपर्ला। तपाईँ हामी सबै यो कुराबाट जानकार छौँ। त्यसबेला जब अशोक दर्जी बाटोमा गीत गाउँथे त्यो गीत गाएको भिडियो निकै नै भाइरल भएको थियो। उक्त भिडियो भाइरल भएपछि टङ्क बुढाथोकीले अशोक दर्जीलाई आफूसँग लिएर आए। जब अशोकलाई टङ्कले सँगै राख्छु भनेर बाटोबाट टिपेर आफूसँगै लिएर आए, धेरै जसोले भनेका थिए टङ्कले यसलाई लामो समय राख्दैन या अशोक टङ्कसँग लामो समय बस्दैनन्। तर अशोक र टङ्कले सबैको त्यो अनुमानलाई गलत साबित गरिदिएका छन्। उनीहरूको सम्बन्ध यति निकट बन्यो, टङ्कले आफ्नो छोरा एआर बुढाथोकीलाई जति माया गर्छन् त्यति नै माया उनले अशोक दर्जीलाई पनि गरे र दुवैलाई एक समान व्यवहार गर्दै आफ्नै छोरा सम्मान बनाएर साथमा राखे, पढाए, बढाए। अहिले अशोक दर्जी काठमाडौँको एक स्कुलमा कक्षा 9मा अध्ययनरत छन्। टङ्कले अशोकलाई आफूसँग मात्र ल्याएनन्, उनले अशोकको जिन्दगी नै फेरिदिए भन्दा गलत नहोला। अशोकको मात्र होइन, अशोक सँगसँगै अशोकको पुरै परिवारकै जीवन फेरिदिए भन्दा पनि फरक नपर्ला। एउटा सानो पानी चुहिने झुपडीमा जीवन बिताइरहेका अशोकको परिवारलाई नयाँ पक्की घर बनाइदिए। अशोकलाई आफ्नो छोरा सम्मान आफूसँगै राखेर पढ्नेदेखि लिएर सबै जिम्मेवारी उठाए। अशोकको आवाजमा गीत बजारमा आयो, मन बिनाको धन ठुलो कि धन बिनाको मन। उक्त गीतले निकै चर्चा पाएको थियो। अहिले उही अशोक फिल्मको नायक भएका छन्। मन बिनाको धन ठुलो कि धन बिनाको मन गीत हिट भएपछि सोही गीतको मन बिनाको धन नाम राखेर टङ्क बुढाथोकीले फिल्म बनाए र फिल्मको मुख्य पात्र अशोक दर्जीलाई बनाए। किनभने फिल्मको मुख्य कथावस्तु नै अशोक दर्जीको जीवनसँग आधारित छ। बुधबार सोही फिल्मको ट्रेलर सार्वजनिक भएको छ। टङ्क बुढाथोकीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त ट्रेलर करिब 3.5 मिनट अवधिको छ। बाटोमा गाउँदै गरेका अशोक कसरी एक सफल गायक हुँदै नायकसम्म भए भन्ने फिल्मको मुख्य कथा रहेको ट्रेलरबाट प्रष्ट हुन्छ। फिल्ममा अशोकको अलावा सरोज खनाल, निता ढुङ्गाना, भोलाराज साकपुटा, सन्तोष पन्त, रमा थपलिया, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्म कार्तिक 21 गतेदेखि सम्पूर्ण हलहरूमा एकसाथ रिलिज हुँदैछ। टङ्क बुढाथोकीको निर्देशनमा बनेको चलचित्र मन बिनाको धनलाई सफलताको शुभकामना।